अगाडि राख्नु जान्छ जा साइड यसो खुल्ला गरिदिनु ल अत सँगसँगै आउने विद्यार्थीहरु तालीले स्वागत गर्छन् ल ताली 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 यो घरे छ धरमपुर झापामा लामो समय करिब उहाँको शिक्षण पेशा 34 वर्ष 6 महिना रह्यो। थोरै समय मात्रै उहाँले बाहिर शिक्षण गरे तापनि बाँकी समय सबै 34 वर्ष 5 महिना जति उहाँले हाम्रो विद्यालय लक्ष्मीनारायणमा उहाँले शिक्षण पेशा अँगाल्नुभयो र भर्खरै पौष 3 गतेबाट अनिवार्य सेवानिवृत्त हुनुभएको छ। हामीले आज हाम्रा परम गुरु सर्देय अक्कलबहादुर भुजेलज्यूलाई विद्यालयमा औपचारिक रूपमा विदाई सम्पन्न गरेर हामीले उहाँको निवासमा हामी सबैजना एउटा समारोहका सहित यहाँ उपस्थित भएका छौँ। गुरुले विद्यालयप्रति ठुलो त्याग तपस्या योगदान गर्नुभएको छ। पक्कै पनि हामी सबैको लागि त्यो क्षण अविस्मरणीय छ, प्रेरणादायी छ। उहाँले चाहिँ गर्नुभएका कामहरू सधैँ हाम्रा लागि चाहिँ मार्गदर्शक रहनेछ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। र अब सेवानिवृत्त जीवन विद्यालयले उहाँसँग हामीले एउटा पक्कै पनि उहाँले चाहिँ जीवनभर आफूले त्यही पेसामा चाहिँ अनुभव प्राप्त गरेको कुराहरू हाम्रो विद्यालयको लागि एउटा प्रेरक व्यक्तित्वको रूपमा रहनुहुनेछ र अभिभावकीय भूमिका हामी सधैँ उहाँको अपेक्षा गर्दछौँ। र बाँकी जीवन अब सेवानिवृत्त जीवन उहाँको चाहिँ सुखमय होस्। मेरो विद्यालय लक्ष्मीनारायण माध्यमिक विद्यालयले मैले लामो समयसम्म अध्यापन कार्य गरेकोले गर्दाखेरि मलाई आजको जुन एउटा सम्मान कार्यक्रममा उच्च स्तरीय खालको सम्मान राखेर मलाई सम्मान गरिनुभएको छ। यसमा यो सम्मानले मलाई कस्तो लागेको छ भन्दाखेरि आगामी दिनमा म अभिभावकको रूपमा रहे पनि होइन, अब शिक्षक होइन, अभिभावकको रूपमा रहे पनि अभिभावकको भूमिका र शिक्षकको भूमिका जस्तो रूपमा चाहिँ एउटा खेलेर म अझै विद्यालयलाई चाहिँ आफूले गर्ने सहयोगहरू पुर्याउने र समाजमा पनि एउटा प्रतिनिधित्व भएर बस्ने लक्ष्य रहेको छ। जस्तो गृह प्रवेश जुन अहिले मान्छेलाई संस्कारले राम्रो कुरा सिकाउँछ भन्छन्, वास्तवमा यो एउटा गुरुप्रति गरेको चाहिँ संस्कार चाहिँ मलाई साह्रै सम्मानपूर्वक एउटा सम्मान
सम्मान हो र यो सम्मानलाई चाहिँ म मेरो मात्रै होइन अरू सरहरूबाट पनि सबै शिक्षकहरूलाई पनि यसरी सम्मान रहिरहेको छ भन्ने एउटा संस्कार जाओस् भन्ने हुन्छ ल धन्यवाद